हजुरले ट्रस्ट पनि चेन्जेस भन्नुभयो ट्रस्ट स्ट्रक्चर हजुर अलिकति सबैले बुझ्ने गरी व्हाट आर द ट्रस्ट स्ट्रक्चर्स हैन द्याट्स अभाइलेबल एन्ड व्हाट आर द चेन्जेस ओके अब ट्रस्ट इज वान टाइप अफ बिजनेस स्ट्रक्चरै भनौँ होइन अस्ट्रेलियामा एक्जिस्टिङ अब पपुलर वान टाइप अफ बिजनेस स्ट्रक्चर जस्तो अब हामी एज अ इन्डिभिजुअल सोल ट्रेडर काम गरिरहेको हुन्छौँ केही बिजनेस गरिरहेको हुन्छौँ कम्पनी प्रोप्राइटरी लिमिटेड भइहाल्यो त्यसरी नै ट्रस्ट पार्टनरसिप इट्स अ काइन्ड अफ अब ट्रस्टभित्र पनि देयर आर डिफ्रेन्ट टाइप्स अफ ट्रस्ट होइन जस्तो अब फ्यामिली ट्रस्ट डिस्क्रिसनरी फिक्स्ड युनिट ट्रस्टहरू भन्ने हुन्छ त्यसमा चाहिँ अब बेसिकल्ली हजुरहरूको अब डिस्ट्रिब्युसनको प्याटर्नहरूलाई हेरेर गर्दाखेरि त्यसको क्याटेगोराइजेसन फरक हुन्छ जस्तो फर इक्जाम्पल डिस्क्रिसनरी ट्रस्टमा चाहिँ तपाईँले चाहिँ अब ट्रस्टको इन्कमलाई डिस्ट्रिब्युट गर्ने अब ट्रस्टीको डिस्क्रिसनमा भयो कसलाई कसरी डिस्ट्रिब्युट गर्ने भन्ने कुरा वेयरएज अब युनिट ट्रस्टमा चाहिँ पहिले अब युनिट होल्डर्सहरूको फिक्स्ड एउटा इन्टाइटलमेन्ट हुन्छ भनौँ न इन्कम ट्रस्टको इन्कममा त्यो भयो अनि यी कुराहरूले अब तपाईँको पछि गएर त्यो अब ल्यान्ड ट्याक्सहरूको यता इत्यादिमा धेरै कुराहरूमा भन्ने डिफ्रेन्सेस मेक गर्छ इम्प्याक्ट गर्छ र ट्रस्टमा पनि हामीले अगाडि कुरा गरे जस्तै अब क्यापिटल गेन डिस्काउन्ट जुन चेन्जेस प्रपोज भएको छ त्यो ट्रस्टलाई पनि एप्लिकेबल भएको छ त्यो कुराले चाहिँ एक्रस ट्रस्ट स्ट्रक्चर्स पनि त्यो कुरा चाहिँ अब चेन्ज आएको छ अर्को इम्पोर्टेन्ट चेन्ज अब ट्रस्टमा एउटा क्यापिटल गेन डिस्काउन्ट अब नो लङ्गर एप्लिकेबल अनि अर्को कुरा चाहिँ अब डिस्क्रिसनरी ट्रस्टको केसमा अघि भर्खर मैले पोइन्ट टच गरेको थिएँ जुन तपाईँको हातमा चाहिँ एउटा डिस्क्रिसन हुन्छ ट्रस्टको इन्कम कसरी डिस्ट्रिब्युट गर्ने भन्दाखेरि अब यसमा चाहिँ तपाईँको ट्रस्टले जुन 30% मिनिमम ट्याक्स रेट तिर्ने भनेको छ अब त्यो चाहिँ नन रिफन्डेबल ट्याक्स अफसेट भनेको छ विच मिन्स अब पहिला चाहिँ हजुरले ट्रस्टले तिरेको 30% ट्याक्स जुन छ आफ्नो इन्कममा त्यो डिस्ट्रिब्युट भएर इन द ह्यान्ड्स अफ बेनिफिसियरी जाँदाखेरि त्यो 30% चाहिँ ट्याक्स अफसेट पाउँथ्यो हजुर फर इक्जाम्पल कोही बेनिफिसियरीले चाहिँ अब जबै गर्नुभएको थियो उहाँको इन्कमै थिएन भने उहाँ त 0% ट्याक्स ब्र्याकेटमा हुनुहुन्छ सो ट्रस्टले तिरेको सबै 30% चाहिँ उहाँले रिफन्ड पाउनुहुन्थ्यो सो द्याट कुड बी अ गुड स्ट्रक्चर प्लानिङ इन वेन इट कम्स टु ट्याक्स सेभिङ तर अब नन रिफन्डेबल अफसेट भएपछि चाहिँ के भयो भन्दाखेरि तपाईँले डिस्ट्रिब्युट आफ्नो डिस्क्रिसनमा गर्दाखेरि त्यो लो इन्कम अन्नरले गर्दाखेरि उहाँ जति मार्जिनल ट्याक्स रेट छ त्यतिसम्म मात्र अफसेट पायो यदि उहाँले अनै गर्नुभएको छैन भने चाहिँ हजुर त्यो 30% ट्रस्टले तिरेको ट्याक्स चाहिँ अब रिफन्ड पाउनु भएन हजुर सो द्याट इज अ बिग चेन्ज इन द डिस्क्रिसनरी ट्रस्ट एरिया हजुर अरू अब फिक्स ट्रस्टहरूमा त त्यही क्यापिटल गेन डिस्काउन्टहरूको कुरा मात्र चेन्जेस आयो हजुर र यो प्रोभिजन चाहिँ अब ग्रान्डफादर पनि छैन हजुर द्याट मिन्स आफ्टर 1 जुलाई 2028 इट विल बी एप्लिकेबल फर अल द एक्जिस्टिङ एज वेल एज न्युली इस्टाब्लिस्ड ट्रस्ट हजुर यसको मतलब नोदनजी अब यो ट्रस्ट स्ट्रक्चर के कम्प्लिटली अब अब्सोल्युटै भयो हो त मान्छेलाई केही फाइदा छैन युज गरेर त्यस्तो पनि होइन अब इट डिपेन्ड्स अपन इन्डिभिजुअल सर्कमस्टेन्सेस भनौँ न कुन कुरा कुन स्ट्रक्चर होइन कुन किसिमको प्लानिङ द टाइमिङ अफ सेल अफ प्रपर्टिजदेखि लिएर सबै कुराहरू भनौँ न त्यो चाहिँ तपाईँको इन्डिभिजुअल अरू फाइनेन्सियल सर्कमस्टेन्सेसमा पनि डिपेन्ड गर्छ होइन जस्तो फर इक्जाम्पल हजुर र हजुरको स्पाउस अब एकजनाले काम गर्नुभएको छैन र तपाईँ चाहिँ हाई अर्नर हुनुहुन्छ तपाईँको मार्जिनल ट्याक्स चाहिँ अलरेडी 47%मा छ भनौँ न हजुर 45% तपाईँको हाइएस्ट मार्जिनल ट्याक्स प्लस अब 2% कम्पलसरी मेडिकल लेभी जुन छ हाम्रो 47%मा छ र तपाईँको ट्रस्ट पनि छ र ट्रस्टबाट पनि तपाईँले इन्कम गरिरहनु भएको छ भने अहिलेको डिस्क्रिसनरी ट्रस्टको हामीले अब फेरि एक्जाम्पल लिँदाखेरि त्यहाँबाट आएको कुनै पनि इन्कम डिस्ट्रिब्युट गर्दाखेरि अब हजुरको स्पाउसले अहिले यो वर्ष चाहिँ अब इन्कम छैन त अघिको एक्जाम्पलमा त्यो 30% रिफन्ड आउँदैन भन्दा पनि बट स्टिल इफ यु डिस्ट्रिब्युट द्याट इन्कम टु हर 30% रिफन्ड नआए पनि ओभरअलमा 30% ट्याक्स मात्र तिर्नुभयो हजुर तर तपाईँले त्यो इन्कम चाहिँ आफूलाई डिस्ट्रिब्युट गर्नुभयो भने हजुर 30% कम्पनीले तिरेको ट्याक्सले मात्र पुगेन हजुर कि बिकज यु आर इन 47% ट्याक्स ब्र्याकेट तपाईँले अरू एडिसनल 17% हजुर तिर्नुपर्ने भयो हजुर सो अफसेट रिफन्ड नआए पनि इन दिस पर्टिकुलर सिनेरियो स्टिल डिस्क्रिसनरी ट्रस्टको डिस्ट्रिब्युसन फ्लेक्सिबिलिटी बेनिफिटै देखियो हजुर हजुर अनि अर्को प्लस अब एसेट प्रोटेक्सन पनि छँदैछ एसेट प्रोटेक्सन हजुर छँदैछ नोदनजी अब यो ट्याक्स रिफर्म अब ल त भइसकेको छैन होइन अझै समय छ
तर अहिले पनि त अब हामीले देखिरहेछौँ हाम्रो क्लाइन्टहरूले अहिले पनि किनिराख्नु भएको छ, इन्भेस्ट गरिराख्नु भएको छ होइन। अहिले चाहिँ जेनरली तपाईँले पनि हेर्दाखेरि प्रपर्टी इन्भेस्ट गर्दाखेरि कुन स्ट्रक्चरमा किनेको देखिराख्नु भएको छ, अलिकति बुझ्ने गरी हजुरले एकचोटि सबैजनालाई बुझाइदिनुहोस् न। ओके, त्यो यो अहिले रिसेन्ट प्रपोज भएको चेन्जहरूले चाहिँ त्यो पर्टिकुलर एस्पेक्टमा पनि अलिकति इम्प्याक्ट चाहिँ परेको छ। अब कुन स्ट्रक्चरमा पर्चेस गर्दा चाहिँ अब ट्याक्सको हिसाबले बेनिफिट, अब फ्युचरमा अब बोरोइङ क्यापेसिटीका कुराहरू पनि होलान् होइन। पहिला चाहिँ अब सिन्स ट्रस्टलाई चाहिँ त्यो 50% क्यापिटल डिस्काउन्ट प्रोभिजन भएको हुनाले चाहिँ कम्पनी र ट्रस्टको साइड बाई साइड कम्पेरिजन गर्दाखेरि चाहिँ त्यो एउटा प्रोज देखिन्थ्यो, ट्रस्टको एडभान्टेज। अल्सो अब एसेट्स प्रोटेक्सन को कुरा भइहाल्यो, विच चाहिँ अब कम्पनीमा पनि त्यो चाहिँ एभाइलेबल, किनभने कम्पनी पनि अब तपाईँको सेपरेट एन्टिटी नै भयो होइन। तर त्यो मेन डिफ्रेन्स चाहिँ पहिला चाहिँ अब त्यो 50% क्यापिटल गेन डिस्काउन्ट ट्रस्टले चाहिँ इन्जोय गर्ने, कम्पनीलाई नट एभाइलेबल भएको हुनाले त्यो एउटा थियो। अब तर अब अहिले गोइङ फरवर्ड चाहिँ अब ट्रस्टलाई पनि त्यो पर्टिकुलर प्रोभिजन एप्लिकेबल नभएर, एलिजिबल नभएको हुनाले चाहिँ सर्टन अफ माई क्लाइन्ट्स अब दे आर लुकिङ फर प्रोस्पेक्ट, अब कम्पनीबाट इन्भेस्ट गर्ने प्रोस्पेक्ट पनि हेरिरहनु भएको छ। अब त्यसमा चाहिँ अब मेन के भयो भन्दाखेरि चाहिँ ट्रस्टमा चाहिँ अब के हुन्छ भन्दाखेरि हजुरले अब डिस्ट्रिब्युसनमा जुन मेन डिस्ट्रिब्युसन अब ट्रस्टले इन्कम गरेको जुन डिस्ट्रिब्युट गर्ने छ, त्यस ट्रस्टमा चाहिँ एउटा काइन्ड अफ कम्पलसरी डिस्ट्रिब्युसन भन्ने छ। फर इक्जाम्पल अब प्रपर्टी सेल गर्नुभयो, तपाईँले केही गेन गर्नुभयो, इन्कम भयो, त्यो पर्टिकुलर इन्कम चाहिँ तपाईँले बेनिफिसियरिजहरूलाई पास अन गर्नु पऱ्यो र बेनिफिसियरिजहरूले त्यो आफ्नो पर्सनल ट्याक्स रिटर्नमा एकोर्डिङली त्यो इन्कम बुक गर्नुहुन्छ। नगरेको खण्डमा चाहिँ अब त्यहाँ प्युनिटिभ मेजर्सहरू, पेनल्टीको कुराहरू पनि छ ट्रस्टमा। सो इन सर्टन सर्कमस्टान्सेस चाहिँ के भयो भन्दाखेरि तपाईँको अब बेनिफिसियरीहरू अलरेडी अरू अल्टरनेटिभ इन्कम्सहरू छ, अलरेडी दे आर इन हाई मार्जिनल ट्याक्स रेट। सो त्यस्तो पर्टिकुलर एरियामा अब गेन भएको कुराहरू इन्कम डिस्ट्रिब्युट हुँदाखेरि अझै बढी ट्याक्स तिर्ने भन्ने कुराहरू आउन सक्छ। वेयरएज कम्पनीमा चाहिँ अब तपाईँले डिस्ट्रिब्युसन गर्नै पर्छ भन्ने छैन। यु क्यान होल्ड द्याट मनी विदिन द कम्पनी एन्ड रिइन्भेस्ट अगेन इन एनदर प्रपर्टी। ट्रस्टले पनि अभियसली त्यो क्यासै बाँड्नुपर्छ भनेको होइन। मैले अघि ट्रस्टको जुन एक्जाम्पल दिँदाखेरि डिस्ट्रिब्युटमा इन्कम क्यास चाहिँ ट्रस्टले विथहोल्ड गर्न मिल्यो, तर इन्कम चाहिँ डिस्ट्रिब्युट भएर पर्सनल ट्याक्स रिटर्नमा जानु पर्यो। सो त्यो कारणले गर्दा पनि अब कम्पनी स्ट्रक्चर पनि अब बेनिफिसियर हो कि भनेर धेरै क्लाइन्टहरूले अब त्यसरी त्यो स्ट्रक्चरबाट इन्भेस्ट गर्न पनि हजुर त्यो स्टेप्सहरू लिइरहनु भएको छ रिसेन्टली। हजुर, थ्याङ्क यू नोदनजी। सबैजनालाई सो कम्पनीमा बेसिकली तपाईँले इन्भेस्ट गर्नुभयो भने अभियसली त्यहाँ ल्यान्ड ट्याक्सको कुराहरू आउँछ, कुन स्टेटमा गर्दै हुनुहुन्छ त्यो त कुनै पनि स्ट्रक्चरमा हुन्छ, ट्रस्टदेखि लिएर हरेकमा। तर त्यो कुरा छोडेर कम्पनीमा गर्दा चाहिँ मेन डिफ्रेन्स के भने कम्पनीमा तपाईँले सिजिटी अथवा इन्डेक्सेसन केही पनि पाउनु भएन र कम्पनीको चाहिँ फ्ल्याट ट्याक्स रेट। जेनरली अब कम्पनीमा किन्दा चाहिँ के भयो भने यदि कम्पनीको पर्पोज चाहिँ प्रपर्टी किन्ने र रेन्टल इन्कम मात्र आउँदा चाहिँ त्यसलाई प्यासिभ इन्कम मानिन्छ। त्यो हुँदा चाहिँ जेनरली फ्ल्याट ट्याक्स रेट 30% लाग्यो। त्यसमा चाहिँ के हुन्छ भने मान्नुहोस् तपाईँले किन्नु भएको प्रपर्टी कुनै पनि फाइदा चाहिँ 30% भन्दा बढी ट्याक्स तिर्नु परेन कम्पनीमा चाहिँ। अनि त्यसपछि तपाईँले त्यो प्रफिट चाहिँ कि त अकुमुलेट भएर तपाईँले कम्पनीमै राखिराख्न पाउनुभयो र जुन बेला फेभरेबल हुन्छ त्यो कम्पनीको सेयर होल्डरहरूलाई बाँड्दा डिस्ट्रिब्युट गर्दाखेरि चाहिँ उहाँहरूको इन्डिभिजुअल डिस्ट्रिब्युट गर्न चाहिँ जुन इयर पनि तपाईँले चुज गर्न पाउनुहुन्छ। र मानौँ कुनै वर्ष इन्कम नभएको इयरमा डिस्ट्रिब्युट गर्नुभयो भने यता कम्पनीले तपाईँले तिर्नु भएको फ्र्याङ्किङ क्रेडिट्स 30% पनि पाउनुहुन्छ अफसेट गर्न, र त्यो वर्ष तपाईँ 15% ट्याक्स ब्र्याकेटमा पर्नुभयो भने 15% फिर्ता पनि पाउनुहुन्छ। नोदनजी, अब जाँदा जाँदै मैले आज तपाईँलाई केही सोध्न छुट्याएको र हजुरलाई पनि अन्तिममा के यो चाहिँ भन्नुपर्ने थियो भने जस्तो केही छ भने प्लिज, यो समय हजुरको। उराजी, आई थिङ्क हामीले बेसिकल्ली प्रपर्टी इन्भेस्टमेन्ट एरियामा प्रपोज भएको चेन्जेसहरू सबै एरियाहरू टच गऱ्यौँ होला। अब मेन थिङ अघि हामीले भने जस्तो इन्डिभिजुअल सर्कमस्टेन्समा डिपेन्ड गर्छ कसरी चाहिँ गोइङ फरवर्ड गर्ने भनेर। अब डेट्सहरू पनि इम्पोर्टेन्ट फ्याक्टर छ। सो डेट्सहरू हेरेर डिसिजन लिनुपर्ने हुन्छ
र अब यो चाहिँ हामीले सुरुमा पनि मेन्सन गरे अनुसार यो चाहिँ अब प्रपोज हो, यसमा एमेन्डमेन्टको कुराहरू पनि चलिरहेछ। अब केही चेन्जेसहरू आयो अथवा लेजिस्लेसन पास भएर केही नयाँ इन्फर्मेसन्सहरू आयो भने हामी फेरि त्यो लिएर आउने नै छौँ। थ्याङ्क यू अगेन उरानजी फर ह्याभिङ मी। धन्यवाद। आजको लागि यति नै, धन्यवाद।